हजुरहरूले यो फोटोज त देख्नु नै भएको होला। विम्बल्डनमा म्याच हेर्न फेमस सेलिब्रिटीहरू किन जान्छन् त? विम्बल्डन वर्ल्डको सबैभन्दा पुरानो र सबैभन्दा प्रेस्टिजियस टेनिस टुर्नामेन्ट हो। फुटबलको लागि वर्ल्ड कप जस्तै टेनिसको लागि विम्बल्डनको ट्रफी उठाउनु आफ्नो करियरको बिगेस्ट अचिभमेन्ट मध्ये एक मानिने गरिन्छ। तर विम्बल्डनलाई स्पेसल बनाउने यसको ट्रफीले मात्र होइन, यहाँको ट्रेडिसनले पनि। जस्तै सबै प्लेयर्सले अलमोस्ट प्योर व्हाइट ड्रेस लगाउनु पर्छ, गेम रियल ग्रास कोर्टमा खेलिन्छ र रोयल फ्यामिलीको प्रेजेन्स यहाँ एकदमै नर्मल मानिन्छ। यो टुर्नामेन्ट हेर्न पाउनु नै धेरै मान्छेको लागि लग्जरी एक्सपिरियन्स हो। अनि सेलिब्रिटीहरू यहाँ किन जान्छन्? किनकि विम्बल्डन स्पोर्टिङ इभेन्ट मात्र नभएर एउटा स्टेटस सिम्बल पनि हो। जसरी मेट गाला फेसनको सबैभन्दा ठुलो इभेन्ट हो, त्यसरी नै विम्बल्डन स्पोर्ट्स, बिजनेस, फ्यासन र सेलिब्रिटी कल्चर एकै ठाउँमा भेट्ने एउटा इभेन्ट हो। त्यसैले एक्टर्स, सिङ्गर्स, बिलिनियर्सहरू सबै विम्बल्डनमा देखिने गरिन्छ। त्यसैले विम्बल्डनमा क्यामेराले म्याचभन्दा धेरै सेलिब्रिटिजहरू देखाउनुको कारण यही नै हो। अब हजुरलाई के लाग्छ त? विम्बल्डन टेनिसको लागि फेमस छ कि सेलिब्रिटी स्पटिङको लागि? आफ्नो कमेन्ट तल राख्नुहोला र यस्तै स्पोर्ट्स ब्रेकडाउनको लागि फलो गर्नुहोला।